बिहारमा चुनाव सकियो र नयाँ विधानसभा बन्ने तयारीमा छ। तर जितेर आएका यी नेताहरू आखिर को हुन् त? आज हामी एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स अर्थात् एडीआरको रिपोर्टको आधारमा बिहारका नयाँ नेताहरूको एउटा प्रोफाइल हेर्दैछौँ र साँच्चै भन्नुपर्दा यसले देखाउने तस्विर निकै रोचक छ। ल, भोट त गनियो। अब प्रश्न उठ्छ, बिहारमा असली शक्ति कसको हातमा गयो? कागजमा त पार्टीले जितेको देखिन्छ, होइन र? तर त्यो सिटमा बस्ने मान्छेको वास्तविकता चाहिँ के हो त? आउनुहोस् आज यही कुरालाई अलि गहिरिएर हेरौँ। यो विश्लेषणको सबैभन्दा गजबको कुरा के हो भने यहाँ देखाइने हरेक जानकारी अरू कसैले खोजेको होइन, उम्मेद्वारहरूले आफैले घोषणा गरेको, उनीहरूकै शपथ पत्रबाट निकालिएको हो। भनेपछि यो उनीहरूले नै भनेको कथा हो, जसले राजनीति, पैसा र कानून बीचको जुन सम्बन्ध छ नि त्यसलाई छर्लङ्गै पार्छ। ल अब सुरु गरौँ एकदमै बेसिक कुराबाट। बिहारको नयाँ विधानसभामा पावर ब्यालेन्स कस्तो छ त? कुन पार्टीको कति सिट आयो पहिले त्यो हेरिहालौँ। जम्मा 243 सिटको विधानसभामा तस्विर केही यस्तो छ। हेर्नुस् त, भारतीय जनता पार्टी मतलब बीजेपी 89 सिट ल्याएर सबैभन्दा ठूलो पार्टी बनेको छ। तर जनता दल युनाइटेड जेडीयू पनि खासै पछि छैन, 85 सिटसहित एकदमै कडा टक्कर दिइरहेको छ। अर्कोतिर राष्ट्रिय जनता दल आरजेडी चाहिँ 25 सिटमा खुम्चिएको छ। अब यसले सत्ता समीकरणलाई कता लैजान्छ त्यो हेर्न निकै रोचक हुनेवाला छ। ल, पार्टीको हिसाब किताब त भइहाल्यो। अब यी जितेका मान्छेहरूको व्यक्तिगत रेकर्डतिर लागौं र सुरु गरौं सबैभन्दा धेरै चर्चा हुने विषयबाट। त्यो हो आपराधिक मुद्दा। यो एउटा नम्बरले नै धेरै कुरा भन्छ। 53%। बिहारका नयाँ विधायकहरूमध्ये आधाभन्दा पनि बढीले आफैले भनेका छन् कि उनीहरूमाथि आपराधिक मुद्दा चलिरहेको छ। तर यो 53%को कथा यतिमै सकिँदैन। यसभित्र अझै गहिरो कुरा छ। कुल 130 जना विजेतामाथि कुनै न कुनै मुद्दा त छँदैछ, तर तीमध्ये पनि 102 जना भनेको कुल विजेताको 42% माथि त गम्भीर किसिमका आपराधिक मुद्दाहरू छन्। अब प्रश्न आउँछ, यो गम्भीर मुद्दा भनेको चाहिँ के हो त? एडीआरको परिभाषा अनुसार यी कुनै सामान्य मुद्दा होइनन्। यसमा हत्या, अपहरण, भ्रष्टाचार अनि महिला विरुद्धका अपराध जस्ता ठूला ठूला कसुरहरू पर्छन्। यस्ता अपराध जसमा 5 वर्षभन्दा बढी जेल सजाय हुन सक्छ र सजिलै जमानत पनि पाइँदैन। यो ट्रेन्ड हेर्दा के देखिन्छ भने यो कुनै आजको समस्या होइन, तर यो बढ्दै गइरहेको थियो। हेर्नुस् न, 2010मा 33% थियो, 2020मा त यो बढेर 51%को पिकमा पुग्यो। यो पटक 2025मा चाहिँ केही घटेर 42%मा आएको छ, जुन थोरै भए पनि सुधार त हो। तर एक दशक अघिको तुलनामा यो आँकडा अझै पनि निकै नै धेरै हो। आपराधिक रेकर्डको कुरा त भयो। अब शक्तिको अर्को पाटो अर्थात् पैसातिर लागौं। बिहारका यी नयाँ विधायकहरूको आर्थिक हैसियत कस्तो छ त? कति धनी छन् उनीहरू? यो नम्बर सुन्दा त पत्यार नलाग्न सक्छ। 90%। हो, बिहार विधानसभा 2025का 90% विजेताहरू करोडपति छन्। सोच्नुस् त, 10 जना विधायकमा 9 जनाको सम्पत्ति 1 करोड रुपैयाँभन्दा माथि छ। अनि यो अवस्था एकाएक आएको पनि होइन। 2010मा हेर्ने हो भने जम्मा 20% विधायक मात्र करोडपति थिए। त्यसपछि त यो संख्याले हरेक चुनावमा छलाङ मारेको छ। 2015मा 37%, 2020मा 81% अनि अहिले त 90%को रेकर्ड नै बनायो। अब करोडपति त भए, तर सबै एउटै स्तरका छैनन्। यीमध्ये झण्डै आधा जति विधायकको सम्पत्ति 1 देखि 5 करोडको बीचमा छ। तर 1/4 भन्दा बढी त यस्ता विधायक छन् जसको सम्पत्ति 10 करोडभन्दा पनि माथि छ। यसले के देखाउँछ भने विधानसभाभित्रै पनि सम्पत्तिको ठूलो खाडल छ। त्यसो भए यो करोडपति क्लबको टपमा को छन् त? ल हेर्नुस्, पहिलो नम्बरमा छन् बीजेपीका कुमार प्रणय, जसको सम्पत्ति 170 करोडभन्दा पनि बढी छ। त्यसपछि जेडीयूका अनन्त कुमार सिंह 100 करोडभन्दा माथि र डाक्टर कुमार पुष्पञ्जय 94 करोडभन्दा माथिको सम्पत्तिसहित लाइनमा छन्। तर कथाको अर्को पाटो पनि छ, जुन एकदमै फरक छ। सबैभन्दा कम सम्पत्ति घोषणा गर्ने विजेता पनि छन्, जस्तै बीजेपीकै मुरारी पासवान, जसको कुल सम्पत्ति जम्मा 6.5 लाख रुपियाँ मात्र छ।
अब सोच्नुस् त, एकातिर 170 करोड, अर्कोतिर 6.5 लाख। विधानसभाभित्रको यो आर्थिक खाडल कति गहिरो छ, यहीबाट प्रष्ट हुन्छ। अब एउटा अझै रोचक कुरा हेरौं। जो विधायकहरू फेरि जितेर आए उनीहरूको सम्पत्ति चाहिँ कतिले बढ्यो होला त? जो 111 जना विधायक फेरि चुनिएर आए उनीहरूको सम्पत्तिमा त गजबकी परिवर्तन देखिएको छ। 2020 मा उनीहरूको औसत सम्पत्ति लगभग 4.88 करोड थियो। 2025 मा आइपुग्दा त्यही औसत सम्पत्ति बढेर 7.46 करोड पुग्यो। हिसाब गर्दा केवल 5 वर्षको एक कार्यकालमा औसतमा 53% सम्पत्ति बढेको देखिन्छ। पैसा र आपराधिक रेकर्डको कुरा त भयो। अब अलिकति अरू पक्ष पनि हेरौं, जस्तै उनीहरूको उमेर, शिक्षा र महिलाहरूको प्रतिनिधित्व कस्तो छ। यसले यो प्रोफाइललाई पूरा गर्छ। उमेरको हिसाबले हेर्दा विधानसभामा अलि अनुभवी नेताहरूकै बाहुल्य छ। बहुमत विजेताहरू 143 जना 41 देखि 60 वर्षका छन्। शिक्षाको स्तर पनि नराम्रो छैन। 60% विजेताहरू कम्तीमा स्नातक पास गरेका छन्। तर महिला प्रतिनिधित्वको कुरा गर्दा चाहिँ तस्विर अलि निराशाजनक छ। 243 जनामा जम्मा 29 जना महिला छन्, जुन केवल 12% हो। र फेरि पनि यो कुरा नबिर्सौं, यी सबै आँकडा बाहिरबाट कसैले लगाएको आरोप होइन। यो त उम्मेद्वारहरूले आफैले शपथपत्रमा घोषणा गरेको तथ्य हो। एक किसिमले भन्दा यो बिहारको नयाँ नेतृत्वले आफैले कोरेको आफ्नो चित्र हो। ल त, यो हो बिहारको नयाँ विधानसभाको प्रोफाइल, जहाँ पैसा, शक्ति र आपराधिक रेकर्डको बलियो उपस्थिति देखिन्छ। अब यसले एउटा निकै महत्त्वपूर्ण प्रश्न खडा गर्छ। यस्तो प्रोफाइल भएको विधानसभाले बिहारको शासन र भविष्यलाई कुन दिशामा लैजाला? यो प्रश्नमा सोच्नु सायद आजको सबभन्दा ठूलो आवश्यकता हो।